धादिङमा एउटा किप्परले मान्छे मार्यो तर न्याय दिनुपर्ने सिडिओ र एसपी चाहिँ कहाँ गायब भए। एउटा परिवार रुवाबासी गरिरहेको छ। स्वयं यात्रु भोक भोकै अल्पत्र छन् तर जिम्मेवार अधिकारीहरू खाना खाएर बस्छौं भन्छन्। आशिका तामाङको यो एउटा फेसबुक पोस्टले अहिले सबैको ध्यान तानेको छ। घटना धादिङको हो, जहाँ एउटा टिप्परले ठक्कर दिँदा ज्यान गुमाएका व्यक्तिको परिवारले न्यायको माग गर्दै बाटो ठप्प पारेका थिए। किप्परको चाबी हातमा लिएर मृतककी श्रीमती रोइरहेकी थिइन्। आशिका तामाङले सिडिओ र एसपीलाई फोन गर्दा उहाँहरूले खाना खाएर आउँछु भनेर टार्नुभयो, तर 4 घण्टा बित्दा पनि कोही देखा परेनन्। एकातिर पीडितको रुवाबासी, अर्कोतिर सडकमा जाममा परेका बच्चा, वृद्ध र बिरामीहरूको बेहाल। बल्ल तल्ल दोषीको प्रतिनिधिलाई उपस्थित गराएर राहतको सहमति भएपछि मात्र बाटो खुल्यो, तर प्रश्न अझै बाँकी छ। यति ठूलो घटना हुँदा पनि जनताको दुःख नसुन्ने यी ठूला पदमा बसेका मान्छेहरू आखिर कसका लागि हुन्? जनताको पीडामा साथ नदिने प्रशासनलाई हामी के भन्ने? तपाईको विचार के छ? लेट अस नो, हामीलाई बताउनुहोस्।